तपाईलाई सनी लियोनसँग डेट जानु पर्यो हैन डेट जानु भयो भने के गर्नुहुन्छ के गर्ने त्यसलाई सबले जे गर्छ भने नमस्ते 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 स्वागत छ तपाईलाई दौतङमा यो स्टाइल टिभी भन्ने हो क्या यो टिभीको नाम चाहिँ है अनि अब तपाईको थापमा म आइपुगेछु कि मेरो नाम विनोद पोखरेल र रोदङमा अब हामी यस्तो रमाइलो गर्छौँ तपाईँहरूको ठाउँतिर आउँछौँ यसो क्वेसन थोज्छौँ प्रश्नहरू अनि यसो हाँस्ने हँसाउने क्रम चाहिँ गर्छौँ है यो स्टाइल टिभीमा अब आजको यो ब्रान्ड न्यू भन्छन् अब त्यो ब्रान्ड न्यू भन्ने कुरो चाहिँ ब्रान्ड न्यू एक्साइटिङ एपिसोडमा स्वागत छ है जाउँ र यसो गफगाफ गर्नु है त लगाउँ नि त हो सनी लियोनसँग डेट जानु पाउनु भयो होइन रोमान्टिक डर्टी डेट के गर्नुहुन्छ अब त्यसलाई गर्नै सकिँदैन कसरी गर्छ सनी लियोनसँग एकदम सेक्सी डर्टी डेटमा जानुभयो होइन हजुर भनिदिनुहोस् त के गर्नुहुन्छ अब के गर्नु म केही गर्दिनँ म त्यतिकै बस्छु किन किन म भर्दिनँ सनी लियोनसँग डेट जानु पाउनु भयो होइन के गर्नुहुन्छ अब सुरुमा त लड्छु नि किन ल अनि सनी लियोन नट जोक नि त नि के भन्नु त नि गएपछि चाहिँ के गर्नुहुन्छ डेटमा त्यो त त्यही त हो नि के चाहिँ गर्नु अरू आउनु हो गइसक्नु भयो भयो नि त के गर्नुहुन्छ अब गर्नुपर्ने कुरै गरिन्छ नि त्यहाँ गएर के गरिन्छ त है सेक्स नै गरिन्छ नि होइन केही गर्नुहुन्छ एकदम बवाल गर्ने हो कि कस्तो कुरो त्यो त आफ्नो शरीरले कति धान्छ त्यसमा डिपेन्ड गर्नु होइन डोज दिन सक्नुहुन्छ होला त्यो त अब डोज पनि किन सकिनु ज्यादा सकिनु तपाईँको बोयफ्रेन्ड तपाईँको बोयफ्रेन्ड सुन्नुहोस् न पहिला तपाईँको बोयफ्रेन्ड मानिलिउँ होइन सनी लियोनसँग डेट गएको थाहा पाउनु भयो होइन सनी लियोनसँग डेट गएको थाहा पाउनु भयो अब के गर्नुहुन्छ छोडिदिन्छु नि अब सिधै छोडिदिनुहुन्छ अब मेरो बोयफ्रेन्ड मलाई चिट गरेर अरूसँग गएको छ त छोडिहाल्छु नि डेट मात्र त गएको नि त्यही पनि अब मलाई इन्फर्म गरेर गयो भने छु कि अब इन्फर्म गरेन भने त छोडिदिनुहुन्छ है ओके सनी लियोनसँग डेट जानुभयो भने के गर्नुहुन्छ डाइरेक्ट सनी लियोनीसित डाइरेक्ट किस खाइदिन्छु डाइरेक्ट त्यो बाइक त केही गर्ने दिँदैन गर्न दियो भने त्यो त गर्ने दिएपछि सोचौँ नि तपाईँ होइन सनी लियोनसँग एकदम रोमान्टिक सेक्सी डेट जानु पाउनु भयो बुझ्नुभयो नि कुरा अब के गर्नुहुन्छ डेटमा जे गरिन्छ त्यही गर्ने नि सबै गरिदिनुहुन्छ सबै बवाल गरिदिने हो बवाल गरिदिने सक्नुहुन्छ होला भ्याउनुहुन्छ होला भ्याइहालिन्छ नि अलराइट तपाईँलाई नेपाली हो नभ्याउने है ओके तपाईँ सनी लियोनसँग हजुर सेक्सी डेट जानु पाउनु भयो हजुर अब भनिदिनुहोस् त के गर्नुहुन्छ के गर्नु सर अब त्यही त हो नि त्यही मतलब कस्तो कुरा भन्ने सेक्सी डेट गयो नि राम्रोसँग अब सेलिब्रिटी हो गफसप हुन्थ्यो यताउता अब राम्रो हुन्थ्यो अब गफ मात्रै गफ हुन्थ्यो हल्का नदिनु गफ मात्रै भनेर होइन गफ पनि गरिन्थ्यो अब गर्नुपर्ने कामहरू पनि गरिन्थ्यो नि हो हजुर मलाई मनै पर्दैन जानुहुन्न तपाईँ क्रिमलाई पठाइदिन्छु नि उसँग सनी लियोनसँग डेट जानु पाउनुभयो रोमान्टिक सेक्सी डेट होइन ल भनिदिनुहोस् त के गर्नुहुन्छ सब थोक गर्नुहुन्छ कसरी चाहिँ गर्नुहुन्छ त्यो अब त्यही बेला मुड अनुसार हुन्छ नि है सक्नुहुन्छ होला डोज दिनलाई मजाले तपाईँलाई एउटा चान्स मिल्यो कि सनी लियोनसँग डेट जाने चान्स मिल्यो होइन तपाईँलाई ल भनिदिनुहोस् के गर्नुहुन्छ अब के गर्नु मिल्दैन होला किन नमिल्नु मिल्ने सबै गरिदिइहाल्छ नि तपाईँ सनी लियोनसँग सेक्सी डेट जाने चान्स मिल्यो तपाईँलाई ल भन्नुहोस् अब के गर्नुहुन्छ तपाईँ नजाने किन नजाने हजुर किन नजाने खुलेर भनिदिनुहोस् अब मनको कुरा भनिदिनुहोस् होइन कि अब त्यो आफ्नो चिज नेगेटिभ इमेज चाहिँ बिग्रिन्छ भनेर हजुर डेट जाने चान्स मिल्यो हजुर खतरा डेट जाने क्या अब बुझ्नुभयो नि ल भन्नुहोस् के गर्नुहुन्छ म सेक्स गर्छु सेक्स गर्नुहुन्छ भ्याउनुहुन्छ होला गर्न भ्याइन्छ होला नि सक्नुहुन्छ होला है अलराइट एकदम
एकदम रमाइलो भयो कि आजको रोधकमा अब यसो रमाइलो हाँसो उठ्ने कुरासँगै अब बिदा पनि त माग्नु पर्यो नि कति बोलिरहनु कति देखाइरहनु हो ल आजको लागि भनिदिन्छु म टाटा बाई बाई फेरि भेट्छु डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब थ्याङ्क यू